ओके, यस भिडियो सिरिजमा मैले यो लिमिट एन्ड कन्टिन्युटीको कन्सेप्टको बारेमा यसमा भिडियो बनाउन जाँदैछु। सो हाम्रो कन्सेप्ट नम्बर 1 मा छ इन्ट्रोडक्सन अफ लिमिट। लिमिटलाई कसरी इन्ट्रोड्युस गरौँ भन्दा वाइ आर लिमिट्स इम्पोर्टेन्ट, लिमिट चाहिँ किन इम्पोर्टेन्ट छ भनेर यसमा चाहिँ जस्ट कन्सेप्टको लागि लिमिट्स आर फाउन्डेसन अफ क्यालकुलस। क्यालकुलसको फाउन्डेसन भनेको नै लिमिट हो, लिमिटबाट नै सुरु हुने हो। त्यसपछि दे आर युज टु डिफाइन, र लिमिट चाहिँ डेरिभेटिभ डिफाइन गर्न, डेरिभेटिभ भनेको इन्स्टेन्टेनियस रेट अफ चेन्ज। त्यसपछि इन्टिग्रलले के दिन्छ, एरिया अन्डर द कर्भ दिन्छ। कन्टिन्युटी अफ फङ्सन, कुनै पनि फङ्सनको कन्टिन्युटी चेक गर्न। त्यसपछि मेनी एडभान्स कन्सेप्ट इन म्याथमेटिक्स, फिजिक्स एसेट्रा। सो अब लिमिटलाई हामीले सिम्पल एनालोजीमा बुझ्दाखेरि के हुन्छ भन्दा इमेजिन यु आर वाकिङ टुवार्ड्स द डोर। हामी चाहिँ के गर्ने, एउटा डोरनेर हिँड्दैछौँ, जाँदैछौँ। एभ्री स्टेप्स ब्रिङ्स क्लोजर टु द डोर भनेको एभ्री स्टेप भनेको हाम्रो डोरको नजिक पुग्छ, क्लोजर टु क्लोजर, डोरको नजिक पुग्छ हो। सो द डिस्टेन्स बिट्विन यु अथवा वी एन्ड डोर बिकम्स स्मल एन्ड स्मलर हो। हामी जति नजिक डोरको नजिक जान्छौँ त्यति नै हाम्रो के हुन्छ, क्लोजर नजिक भइन्छ। सो यसले के भन्नु खोज्छ भन्दा द डोर इज द लिमिट अफ आवर पोजिसन। हाम्रो पोजिसनको लिमिट भनेको के भयो, यतिखेर डोर भयो। यसरी हामी सिम्पल एनालोजी गर्न सक्छौँ। ओके, सो अब म्याथमेटिक्समा भन्नुपर्दा के त, इन म्याथमेटिक्स अ लिमिट डिस्क्राइब्स the value that a function gets closer and closer to as the input approaches to a certain point. Okay, जस्तो यसमा चाहिँ हाम्रो के छ, यो पोइन्ट भन्ने छ, हाम्रो के छ, यो सबै भेरिएबल x भन्ने भेरिएबल छ, यहाँ पनि के छ, x भन्ने भेरिएबल छ। अब चाहिँ हाम्रो यो x चाहिँ यता यो के हुन्छ, यसरी क्लोजर टु क्लोजर जान सक्छ।